गुड मर्निङ फ्रेन्ड्स। आज म जाँदैछु कामाख्या टेम्पल, जसको लागि म रेडी भएर म आफ्नो आमाको घरमा आइसकेँ। उहाँ आमाको घरमा यहाँ आन्टीहरू नेपालदेखि शिवसागरदेखि आउनुभएछ। उहाँहरूले भन्नुभयो हिँड्नु कामाख्याको दर्शन गरौँ। त्यसको लागि हामी कामाख्याको तर्फ लाग्यौँ। घरदेखि निक्लेपछि कामाख्या माताको गेट पनि आइपुग्यो। कुराकानी गर्दा गर्दै त रस्ताको थाहै नपाइएको। यत्रो दिनपछि आन्टीहरूलाई भेटेपछि आउनुहोस् कामाख्या मन्दिरको गेटमा आइपुगेपछि भित्रको दर्शन गरौँ। यहाँ नजारा हेर्नु कस्तो भिड छ। यहाँ खाना पनि उपलब्ध छ। यहाँ हजुरहरूले खाना दिन पनि सक्नुहुन्छ र खाएर पनि आउन सक्नुहुन्छ। त्यसपछि हामी सिडीतिर लाग्यौँ। अगाडितिर यहाँ साइडमा दुकान छ फुलको सामान सबको। हजुरले सिन्दुर टिका चुरा शङ्ख मन्दिरहरूको सबै चिज हजुरहरूले पाउनुहुन्छ यहीँ। हामीले सकेकै सामान लियौँ। त्यसपछि हामीले साथमा सेन्डल हामीले गाडीमा उतारेका थिएनौँ। त्यसैको लागि यहाँ होटेलको सामने नै हामीले यहाँ उतारेर सेन्डल जुत्ता राखेर यहाँदेखि फल प्रसादी सब लिएर माताको दर्शन गर्न लाग्यौँ। यहाँ आन्टीहरूले फल प्रसादीमा अरू कुनै सामान पनि लिनुभयो, यहाँ मातालाई छुवारा ल्याउने भनेर। भित्र गइसकेपछि यस्तो भिड थियो नि मन्दिर हेर्दा हेर्दै बाफरे बाफ यति भिड थियो। कोही कता गए जस्तो भइसकेको थियो। त्यसपछि अगाडि बढेपछि हामीले पण्डितजीलाई पनि भेट्यौँ। पण्डितजीलाई भन्यौँ पण्डितजी हामीलाई पूजा गराइदिनु। त्यसपछि हामीलाई पण्डितजीले भन्नुभयो एक राउन्ड मारेर हजुरहरू भित्रतिर लागेर त्यहाँ जल पोखरीको त्यहाँ आउनु। त्यसपछि हाम्रो कामाख्या माताको दर्शन बाहिरदेखि नै दर्शन गरेर हाम्रो राउन्डको चक्कर लगायौँ। चक्कर लगाएपछि हाम्रो त्यहाँ जलको त्यहाँनिर गयौँ। आउनुहोस् हेर्नुहोस् यहाँ एउटा चिज देखाउँदैछु हजुर। जस्तै हाम्रो यहाँबाट जाँदै क्रसिङ हुँदै थियौँ नि कामाख्या टेम्पलबाट, यहाँ आज चाहिँ बलि हुँदै रहेछ कामाख्या माताकोलाई। के अरे के बलि दिन्छ नि, राँगो भैँसी के को एकदम ठुलै चिजै एकदम उ थियो। के काटिरहेको थियो, मैले नाम पनि मैले भन्न सक्दिनँ। त्यसैको लागि ठुलै चिज बुझ्नु। यहाँभित्रबाट कामाख्याको टेम्पल जान्छन्। अरू यसको अपोजिट साइडमा हेर्न सक्नुहुन्छ यहाँ कसरी भिड छ। यहाँ आज बलि हो कुनै के थियो थाहा छैन। त्यहाँदेखि त्यहाँ मेरो क्यामेरा पक्रिदियो मैले भिडियो गरेँ भनेर। त्यसपछि मैले भने मलाई त थाहा थिएन यहाँ बलिदिएको भिडियो गर्न हुन्न भनेर। त्यसपछि हाम्रो अगाडितिर लागेर गएपछि अगाडि भगवानको माताको दर्शन गऱ्यौँ। जलले शुद्ध भयौँ। पण्डितजीले आएर पूजा गराइदिनु भयो। पूजा गराइसकेपछि हामीले गणेश भगवानको यहाँ पूजा गरेर पहिला पानीको सङ्कल्प गऱ्यौँ। पानीको सङ्कल्प गरेपछि फेरि यहाँ पूजा गरेर हामीले मन्दिरको दर्शन गर्नतिर थाल्यौँ। मन्दिरको दर्शन गर्न थाल्दाखेरि त्यहाँ राँगो अरू भैँसी पारो के को आज बलि थियो। अरू साथमा के भन्छ नि बाख्रा अरू थुप्रै चिजको थियो। के चिज मैले अब एक्ज्याक्ट मैले नाम बताउन सक्दिनँ। त्यो सब चिजको बलि भयो थियो। थुप्रै चिज भयो थियो। बहुत भिड थियो मन्दिर। बहुत जस्तै नर्मल मन्दिरहरू भिड हुन्छ नि त्यस्तो भिड होइन। बहुत त्यहाँ मैले पुरा राम्रोसित भिडियो पनि बनाइएन। एकदमै भिड थियो। कति घरि यस्तो भएको थियो कि मोबाइल पनि मलाई थन्काउन पर्थ्यो धेरै भिडको वजहले। मोबाइल हुत्ताएर कतै लैदिन्छन् कि भनेर। त्यसपछि हामी त्यहाँबाट आएर मन्दिरको दर्शन गऱ्यौँ। यहाँ आउनुहोस् त्यही धागो केही कपडा सपडा लिएर नखाने यहाँ बत्ती हजुरले मन्नत मागेर त्यहाँ बाँध्न सक्नुहुन्छ। साथमा मन्दिरको दर्शन गरेर आफै पण्डितजीले हामीलाई दियो कलश दिनुभयो। दिया र अगरबत्ती दिनुभयो। त्यसपछि हामीले त्यहाँ बाल्नको लागि मन्दिरतिर लाग्यौँ। अगाडि गएपछि यहाँ हेर्न सक्नुहुन्छ सबै हाम्रो घुमी गथ्यौँ। अनि त्यहाँबाट घुमेर जाँदाखेरि मन्दिरको पछाडिको रास्ता अगाडिको रास्ता र पछाडिको रास्ता के भन्न सकिन्छ। यहाँ राउन्ड मारेर आएपछि हामीले यहाँदेखि गणेश भगवानको पनि दर्शन गर्न सकिन्छ। त्यसपछि हामीले सिक्का लियौँ। गणेश भगवानलाई दर्शन गर्दाखेरि सिक्का लिएर त्यसपछि त्यहाँ चिप्कायौँ। त्यहाँ केही पनि सिक्का लगाएर चिप्काउने भने चिप्किहाल्छ। यहाँ यति गरेपछि हाम्रो फेरि दियो कलश बाँड्नतिर लाग्यौँ। आउनु फटाफट मेरो साथ। दियो बाती बालेपछि म एउटा कुरा भन्छु। हजुरहरूलाई त कामाख्याको कुरा त थाहै छ होला कहानी। कसले सुन्न चाहन्छ मलाई कमेन्ट गर्नु होला। म कामाख्याको यो हजुरलाई मैले बताइदिन्छु के थियो यहाँको श्रद्धा के कारणले कामाख्या टेम्पल बन्यो, कसरी यो कामाख्या आफै उत्पन्न भयो।
कस्तो शक्तिपीठ हो, के कारणले शक्तिपीठ बनेको त्यो सबको मैले पहिलाको भिडियोमा पनि मैले जानकारी दिएको थिएँ। यो हजुरहरूले बहुत यो भिडियोलाई मन पराइदिनु भएको थियो, मेरो बहुत भिडियो भाइरल गरिदिनु भएको थियो। अहिले पनि मैले हजुरहरूले भन्नुहुन्छ भने मैले पनि यो फेरि संक्षेपमा अरू पनि हजुरहरूलाई अगाडिको के भन्छन् अगाडिको अझै कहानी मैले बताइदिन्छु। अगर हजुरहरूले चाहनुहुन्छ सुन्न चाहनुहुन्छ भने म अझ अगाडिको पनि कहानी बताइदिन्छु। त्यसपछि हामीले पण्डितजीलाई टिका लगाइदियौँ, पण्डितजीले पनि हामीलाई टिको लगाइदिनु भयो। त्यसपछि हाम्रो अगाडितिर घुमेर जान थाल्यौँ। आउनुहोस् कामाख्याको अझै एक राउन्ड मारौँ, गोल गोल घुमेर माताको दर्शन गरौँ। सबसे पहिला त हेर्नु यी माता यहाँ कामाख्यामा विराजमान हुनुहुन्छ। यहाँ 3टा मूर्ति छ। त्यसपछि उता लास्टको सबसे लास्टको तो मेन मूर्ति हो यहाँ यो जग्गामा कामाख्या माताको मेन शक्तिपीठ खसेको थियो। त्यहाँ हजुरले भित्रबाट गएपछि त्यहाँ पानी छ, त्यहाँ कुनै एउटा मूर्ति केही पनि छैन माताको। जस्ट हजुरले जाने त्यहाँ पानीको दर्शन गर्ने, माताको अङ्ग खसेर त्यसलाई त्यहाँ टच गर्ने, त्यो चाहिँ हजुर रिटर्न आउने। त्यति नै हो माताको। बहुत यहाँ सिद्धि प्राप्त गर्नको लागि पण्डितहरू पनि आउँछन्। यहाँ नआएसम्म केही पनि माने सिद्धि प्राप्त हुँदैन। त्यसपछि हाम्रो माताको दर्शन गरेर जान थाल्यौँ। जाँदाखेरि त यति भिड थियो, जस्तै आउँदाखेरि भिड थियो त्यो जाँदाखेरि यस्तो भिड थियो। के कारणले आज यत्रो भिड भएको मलाई थाहा पाएन। अस्ति पनि हाम्रो जान्थ्यौँ, माने जान त जहाँ गइरहेको छौँ हाम्रो कामाख्या टेम्पल। यस्तो भिड त माने भिड त हुन्छ किन्तु आज जस्तै यो भएको थिएन अस्ति नै के भन्छन् कि मेलामा कस्तो भिड थियो त्यस्तो टाइपको आज पनि भिड थियो। त्यस्तै टाइपको भिडको वजहले मैले सोचेँ आज केही न केही हो। त्यसपछि हाम्रो अगाडितिर लागेपछि केटाकेटीले भने मम्मी यो किनिदिनु पनि बाबुले भन्यो मलाई त बहुत भोक लाग्यो मम्मी, अब खाना नखाइकन म जाँदिनँ। त्यसपछि हामीले खाना एउटा होटलमा लिएर गयौँ। बाबुले भन्छ मलाई त खाना खाइन मम्मी, मलाई त त्यो के भन्छन् चिज डोसा खाना छ। अच्छा ठिक छ। त्यसपछि हाम्रो गयौँ अगाडितिर। यहाँ आन्टीहरूले सिन्दुर टिका पते के भगवान्को सामान लिनुभयो। र साथमा मलाई यो के भन्छन् अरे घोट्नी हुन्न त टमाटरको चट्नी यति ठुलो थियो। त्यो टमाटरको चट्नी घोट्नको लागि चाहिएको थियो ओखली भन्छन्। त्यसपछि त्यो ओखली चाहिएको थियो, ओखली मैले भेटिनँ। त्यसपछि यहाँ हाम्रो अगाडितिर लाग्यौँ। यहाँ हेर्नु त कस्तो अन्न सेवा क्षेत्रमा कस्तो भिड थियो। मान्छेहरू खाना पनि आएको थियो, अरू कसैलाई दान गर्न पनि आएको थियो। यस्तो लाइन लागेर बहुत लम्बा लाइन लागेपछि हजुरले यहाँ भगवान्को माताको प्रसाद भोग जुन मातालाई भोग लाग्छ त्यही भोग हामीले खान पाइन्छ। यहाँ कस्तो भोग त यति मिठो हुन्छ नि सिमै होइन। किन्तु हाम्रो पास त्यति समय थिएन, त्यसको लागि हाम्रो त्यो लाइनमा नलागिकन हामी यहाँदेखि निक्लिएर हाम्रो होटलतिर लागेपछि सबैलाई के खाना सोधेको, कसैले पहिला केही नखाने घरमा गएर खाना खाने भने केटाकेटीले भने हामीले त चिज डोसा खान्छौँ। त्यसपछि मैले पनि भने अब यतिखेर गएर घरमा पुग्दाखेरि कति जाम हुन्छ, 1-1.5 घन्टा त भन्दा राम्रो खाना खाऊँ। त्यसपछि आमालाई मैले भात थाली मगाइदिएँ। उहाँहरूले भात खानुहुन्न अरे बाहिर, त्यसको लागि मैले रोटी मगाइदिएँ। मेरो लागि पनि मैले स्पेसल थाली मगाएँ। मेरो स्पेसल थालीमा आलु पनिर सब्जी के थियो जो कि मलाई एकदम मिठो लागेन। तर आमाको खाना जुन थियो नर्मल थाली त्यो खाना बहुत डिलिसियस थियो। त्यसमा मैले त्यो खाना मैले अलिकति सब्जी थपेर खाएँ। त्यो आलुको सब्जी अलिकति मिठा थियो, त्यसको लागि मलाई मन पऱ्यो। त्यहाँबाट खाएर हाम्रो घरतिर लाग्यौँ। रस्ताको भ्यू देखाउँदैछु म। हेर्नु कति राम्रो भ्यू छ। अहिले गुवाहाटी त्यति सुन्दर भयो। सिमे हिँडेर कामाख्या टेम्पलको भ्यू हो। यहाँदेखि हजुरले कस्तो राम्रो नजारा देख्न सक्नुहुन्छ। गुवाहाटी पुरा देखिन्छ यहाँ। त्यसपछि हाम्रो घरतिर पुग्यौँ। मेरो मुखभरि सिन्दुर भयो। माताको आशीर्वाद टिका लगाएपछि यस्तै नै हुन्छ। मलाई आफूलाई नै कस्तो फिल भइरहेको थियो हजुरहरूलाई देखाउनको लागि। तब पनि आफ्नो फेस चाहिँ नढाँटिकन मैले देखाइदिएँ हजुरलाई।